प्रणाम। जय श्री कृष्ण, जय श्री राधे। परम आदरणीय भक्तजन, महामती प्राणनाथ जी भन्नुहुन्छ, केसरी दूध ना रहे रज मात्र, उत्तम कनक बिना जो पात्र। कस्तो राम्रो सुन्दर प्रसङ्ग बाणीमा भन्नुभयो महामती प्राणनाथजीले। अति ठुलो महत्त्वपूर्ण कुरा। केसरी सिंह, सिंहमा पनि केसरी सिंह राजा हो, वनको राजा। केसरी सिंहको दूध जुनसुकै भाँडामा राख्न सकिँदैन। सिल्भरको भाँडा, स्टिलको भाँडा, फलामको भाँडा, चाँदीका भाँडाहरू यिनीहरूमा राख्यो भने त्यो दुधले छेडेर तल चुइहाल्छ, त्यति कडा हुन्छ केसरी सिंहको दूध। कुन बर्तनमा राख्नु त केसरी सिंहको दूध अब भन्दा एउटै बर्तनमा राख्न सकिन्छ, त्यो हो सुनको बर्तन। सुनको भाँडामा मात्र छेड्न सक्दैन त्यो दूधले, अरू सबै भाँडालाई छेडिदिन्छ, त्यहाँ बस्नै सक्दैन, चुइएर जान्छ। कस्तो कडा हुँदो रहेछ। त्यस्तै ब्रह्म ज्ञान पनि त्यस्तो आत्मामा मात्र रहन सक्छ, त्यस्तो हृदयमा मात्र रहन सक्छ जसको हृदय अति निर्मल छ, अति पवित्र छ। काम, क्रोध, लोभ, मोह आदि विकारबाट युक्त भएर, टाढा भएर, ती सबैलाई फ्याँकेर पवित्र दिल बनाएर अनि त्यो ब्रह्म ज्ञान, त्यो तारतमको रस अनि मात्र हृदयमा बस्न सक्छ, नभए केही पनि बुझिँदैन। त्यसले गर्दा शिवजीले पनि पार्वतीलाई भन्नुभयो, हे देवी, मलाई ब्रह्म ज्ञान सुनाउनुहोस् भनेर तिमी भन्छौ। तिम्रो हृदय पात्र कस्तो छ, त्यो ब्रह्म ज्ञान अडिन्छ कि अडिँदैन? एक दिन सुनाउन बस्दाखेरि पार्वती निदाउनु भयो अनि सुगाले सुनेको प्रसङ्गहरू पनि आउँदछ। त्यस्तो ब्रह्म ज्ञान आज ब्रह्म सृष्टिहरूले यो धरतीमा लिएर आउनुभएको छ, त्यो ब्रह्म सृष्टिहरूको हृदयमा मात्र बस्न सक्छ। त्यस्तो हो ब्रह्म ज्ञान भनेको। त्यो ब्रह्म ज्ञान के हो त? तारतम ज्ञान हो। तारतम्येन जानाति सच्चिदानन्द लक्षणम। तारतमबाट सच्चिदानन्द परमात्माको जुन तत्त्वलाई बुझ्न सकिन्छ, त्यस्तो महामती प्राणनाथजीले यो धरतीमा लिएर आउनुभयो त्यो ब्रह्म ज्ञान। आज यो ब्रह्म ज्ञान जसुकैलाई सुनाउँछु भनेर, जसुकैलाई ब्रह्म ज्ञान सुनाउने, जसुकैलाई तारतम दिने भनेर हिँड्नु पनि मूर्खता हो। कुनै आचरण छैन, कुनै नियम छैन। आजकल त च्याउ उम्रे जति नै गुरुहरू उम्रेर के गर्छन्? च्याउ उम्रे जस्ता गुरुहरूले म दिन्छु मन्त्र, म तिमीलाई कान फुक्छु, मेरो चेलो बनाउँछु भनेर भन्दै भन्दै बारीमा साग सब्जी टिपेर बारीबाट साग सब्जी बेचे जस्तो गरेर हामी आज ज्ञानलाई त्यसरी बाँडिरहेका छौँ। आज कहाँ मूल्यवान छ यो ज्ञान, ब्रह्म ज्ञान। ठुला ठुला ऋषि मुनिहरूले पनि ठुलो ठुलो तपस्या गरेर, साधना गरेर, कति कति उनीहरूले साधना गरे होला, उनीहरूले करोडौँ करोडौँ जन्मसम्म साधना गरे होला। आफ्नो शरीरलाई तिल तिल देहलाई कटाए, कोही भैरव झाँप खाए, कोही उठेर एक गोडा टेकेर एक गोडा उचालेर तपस्या गरे यो परम तत्त्व प्राप्त गर्नको लागि। कोही पञ्चाग्नि तापेर तपस्या गरे यो ब्रह्म ज्ञान प्राप्त गर्नको लागि। कठोर साधना गरे। कोही सारा शरीरको एक एक रौँहरूलाई तानेर यति दुःख दिए शरीरलाई, कोही शरीरलाई टुक्रा टुक्रा पारे ब्रह्म ज्ञान प्राप्त गर्नको लागि। यस्तो जुन ब्रह्म ज्ञान आज हामीहरूले यो धरतीमा अनायास पाएका छौँ। आज ती देवी देवताहरू पनि ललचाइरहेका छन्। धन्यस्तु ए भारत भूमि भागे। कति भाग्यमानी भरत खण्डमा जन्मेका, आज यही 2800 कलीमा हामी जन्मेर दिव्य तारतम मन्त्र अनि कर्णधारको रूपमा सद्गुरु प्राप्त गरेका छौँ। अहिले 2800 कली तारतम ज्ञान अनि सद्गुरु महाराज अनि मनुष्य तन, मानुष तन दुर्लभ है साधु, सो क्यों भूल गुजारो। आज यत्रो मनुष्य तन हामीले प्राप्त गरेका छौँ। त्यसले गर्दा त्यो ब्रह्म ज्ञान जसले बुझ्दछ उसलाई मात्रै हामी सुनाऊ। जसले यसलाई वास्तै गर्दैन, बुझ्दै बुझ्दैन भने त्यसलाई सुनाएर पनि कुनै काम छैन। त्यो ब्रह्म ज्ञान सुन्ने पात्र पनि त्यस्तो पवित्र हुनुपर्दछ। सद्गुरु महाराजले पनि एउटा हजमलाई सुनाउनु भएको थियो। हजमले केही बुझ्यो त? उसकोमा पात्रै थिएन। भरे कसले बुझ्यो भन्दा गाङ्गी भाइ परमधामको आत्मा हुनुहुन्थ्यो, उहाँले सुन्ने बित्तिकै बुझ्नुभयो त्यो दिव्य परमधामको कुरा। त्यसले गर्दा
महामती प्राणनाथजीले सबैभन्दा पहिला रास ग्रन्थमा परमधामको कुरा राख्नुभएको छैन, संसारको कुराबाट सुरुवात गर्नुभएको छ। हवे पेहला मोह जलनी कहूँ बात, तेता दुख रूपी दिन रात, दावा नल बले कई भात, तेनी केटली कहूँ विख्यात, विश्वने लागी जाने ब्राद, माय अघि न बले अगाध, तेता पिणे दुष्ट ने साध, नै अदखणनी समाद। आज यो धरतीमा सबैलाई त्यो पीडाले दुखी बनाइरहेको छ। दुष्टलाई मात्रै होइन, साधुलाई पनि त्यही पीडाले सताइरहेको छ। जो असली साधु बन्न सकेको छैन, असली सन्त बन्न सकेको छैन, उसको भित्र पनि दन्दन आगो बलिरहेको छ, दावानल अग्निको ज्वाला बलिरहेको छ। उसको भित्र पनि एक अहङ्कारको ज्वाला, कामको ज्वाला, क्रोधको ज्वाला जसरी साधारण एउटा दुष्टको हृदयमा जलिरहेको हुन्छ नि, साधुको बाहिरबाट भेष छ तर भित्र मनमा आगो बलिरहेको छ। उसलाई कसरी साधु भन्ने? आज यी सबै कुराहरू प्राणनाथजीले केवल साधु बाहिरबाट देख्ने बित्तिकै साधु भएर साधु हुँदैन, साधुत्व भित्र हुनुपर्छ। साधना जसले धेरै गरेको छ, जसले धेरै साधना गरेर नियम आचरणलाई पालन गरेर ब्रह्म ज्ञान प्राप्त गरेको छ, उसलाई साधु भनिन्छ। तर बाहिर मात्र देखावा हृदय शरीरलाई रङ्ग्याएर, मन नरङ्गाए रंगाए जोगी कपड़ा, मन न रंगाए जोगी कपड़ा। मन चाहिँ रङ्गेको छैन तर बाहिर बाहिर कपडा रङ्गाएर ऊ जोगी बन्न सक्दैन। त्यसले गर्दा जोगीले बाहिर रङ्ग्याउनै पर्दैन। कालो कपडा लगाए पनि जसले योग साधना गर्छ, भक्ति भजनमा लाग्छ भने उसले नरङ्गाए पनि ऊ साधु हो। त्यसले गर्दा साधना उच्च विचार, साधनामा उच्च कोटिमा जो पुग्न सकेको छ उनै साधु हो। हे भक्तजन, त्यसले गर्दा आज यो ब्रह्मज्ञान, यो तारतम महामन्त्र, यो तारतम अखण्ड वाणी जसको पात्र पवित्र छ, शुद्ध छ, उसले मात्र बुझ्न सक्दछ। त्यो अखण्ड दिव्य परमधामबाट चाहिँ आएका ब्रह्मज्ञानीहरू, ब्रह्ममुनिहरू यो धरतीमा आउनुभएको छ। उहाँहरूले कहिल्यै पनि अरू संसारका कुराहरूलाई बुझ्न चाहँदैनन्। केवल ब्रह्मज्ञान, उनै पूर्ण ब्रह्म परमात्माको तत्त्वलाई मात्रै बुझिरहन्छन्। श्री कृष्णले भन्नुभएको छ, हे अर्जुन, त्यो तत्त्वलाई बुझ्नको लागि गुरु नगरी हुँदैन है। तद्वृद्धि प्रणिपातेन परिप्रश्नेन सेवया उपदेक्ष्यन्ति ते ज्ञानम ज्ञानिनस्तत्त्वदर्शिना। ज्ञानी तत्त्वदर्शी गुरुको पासमा जाऊ तिमी अर्जुन। अर्जुनले भन्नुभयो, प्रभु तपाईँ मेरो सखा हुनुहुन्छ, तपाईँ नै मेरो भगवान हुनुहुन्छ, तपाईँ नै मेरो सर्वस्व हुनुहुन्छ। अब म तपाईँलाई बुझ्नको लागि कसको पासमा जाउँ? हे अर्जुन, तिमीले मलाई बुझेकै छैनौ। अहिले मलाई बुझ्नको लागि त गुरुको पासमा जानै पर्छ। गुरुको पासमा गएर मेरो तत्त्वलाई तिमीले बुझ्न सक्छौ भनेर चाहिँ अर्जुनलाई श्री कृष्णले यसरी उपदेश दिनुभयो। त्यस्तै नामदेवलाई पनि उपदेश दिनुभएको छ। नामदेवलाई पनि विठ्ठलनाथ भगवानले गुरु गर बार बार गुरु गर भन्दा मान्दै मानेनन्। नमानेको कारणले एक दिन के भयो भन्दाखेरि एउटा जुन सोपच, कुकुर खाँदै खाँदै आएको सोपचलाई देखे नामदेवले बाटोमा हिँडेर आउँदा। अनि त्यो कुकुर खाइसकेर पनि नअगाएर नामदेवपट्टि नै झम्टेर आउँदाखेरि नामदेव भागेर बचेर कृष्णको शरणमा, विठ्ठलनाथको शरणमा आउँदा विठ्ठलनाथ हाँस्नुभयो। किन हाँस्नुभएको? प्रभु, मैले यस्तो डरलाग्दो जुन चाण्डाललाई देखेँ, मलाई खाना आइरहेको छ भन्दा त्यो पनि मै हुँ। आश्चर्य परे त्यति बेर। अनि उनले त्यति बेर गुरु गर्न गएर गुरु बनाए। अनि गुरुबाट ज्ञान लिएर चाहिँ फर्केर आएर रोटी बनाउँदा बनाउँदै के भयो भन्दा एउटा कालो कुकुर आएर रोटी टिपेर लिएर गयो। अनि त्यो कालो कुकुरको पछि पछि घिउ दल्न गए। अनि त्यो रोटी मुखबाट निकालेर घिउ दलेपछि त्यहाँबाट चाहिँ स्वयं कृष्ण प्रकट हुनुभयो। अनि भन्नुभयो, आज मात्र तिमीले वास्तविक ज्ञान प्राप्त गर्यौ, तिमीले कुकुरमा पनि मेरो स्वरूप देख्यौ। त्यसले गर्दा कमिला, हात्ती, हरेक भुसुना, हरेक प्राणीहरूमा परमात्माको सत्ता देख्नु, त्यहाँ पनि परमात्माकै सत्ता छ भनेर उनीहरूमाथि दया गर्नु, त्यो नै परमात्माको याद गर्नु हो। हामी जति जति अरूलाई दया गर्छौँ नि, दयाको उल्टो के हो?
दया 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 भन्दा भन्दै दया दया हुन्छ। हामी जति अरूलाई दया गर्छौँ नि त्यति त्यति परमात्माले हामीलाई याद गर्नुहुन्छ। त्यसले गर्दा दया र मायामा धेरै अन्तर छ नि भक्तजन। माया भनेको आफ्नालाई मात्रै गरिन्छ, मिठो मिठो कुरो आयो भने लुकाएर पनि आफ्नालाई खुसुक्क दिने, अनि अरू पराई ती छन् भोकै छन् भने उनीहरूलाई भरिसके नदिने, त्यो चाहिँ के हो भन्दाखेरि संसारिक माया हो। त्यो मायाले हामीलाई नष्ट गराउँछ, डुबाउँछ। तर दया भनेको चाहिँ के हो भन्दा कसैले मिठो कुरो प्राप्त भयो कहीँबाट भने पहिला जो भोको छ नि त्यसलाई खोजी खोजी दिने, आफ्नालाई पुगोस् कि नपुगोस्, नपुगे पनि खाइरहेका छन् आफ्नाले त अरूलाई भोकालाई चाहिँ दिने। जहाँ धन सम्पत्ति छ भने त्यो कपडाहरू त्यो दुखीलाई चाहिँ लाउन दिने, आफ्नालाई त भकै छ नि। तर आज आफ्नापट्टि हामी आकर्षण हुन्छौँ, जो आफ्ना परिवार छन् तिनीहरूलाई चाहिँ हामी अगाइरहेका छन् भने पनि त्यहाँ कोच्याउन जान्छौँ। तर जो भोकै छन्, जो गरिब छन्, दुखी छन्, तिनीहरूलाई हामी दिन चाहन्नौँ। आफ्ना मरे भने हामी यसरी रुन्छौँ, तर ती छिमेकी मरे भने आँसु निस्किँदैन। त्यसलाई माया भनिन्छ। दया भनेको चाहिँ यो हो कि दया भनेको आफ्नालाई नदिएर आफ्नालाई बरु नगर्ने, त्यति अरू दुखीलाई गर्ने। आफ्नाको पनि केही छैन भने गर्ने हो, नगर्ने होइन। तर अरू आफ्नाको हुँदाहुँदै उनीहरू छन्, चलिरहेको छ भने, गुजारा भइरहेको छ भने त्योभन्दा पनि तल्लो दर्जाका दुखीहरू छन्, तिनीहरूलाई खोजेर चाहिँ दया गर्नु, त्यो चाहिँ परमात्माको याद हो। परमात्माले भन्नुभएको छ म गरिबभित्र छु, जसले गरिबको सेवा गर्छ म त्यहाँ खुसी हुन्छु। आज गरिबले नै परमात्मालाई धेरै प्रेमले जपेको हुन्छ। त्यसले गर्दा म चाहिँ गरिबको दिलमा छु भनेर श्री कृष्णले भन्नुभएको छ। गरिब भनेको धन सम्पत्ति नभएकोलाई मात्रै पनि भनिँदैन। दुई प्रकारका गरिब हुन्छन्। एउटा सम्पत्ति नभएर जुन त्यो गरिब हुन्छ भने, एउटा चाहिँ गरिबी, आफूसँग भएर पनि नम्रता विनम्रता। त्यसमा प्राणनाथजीले भन्नुभएको छ ज्यूँ ज्यूँ गरिबी लीजिए साथ में, त्यों त्यों धनी को पाए मान। अब जो घड़ी रहो साथ चरणे, हो रही हो तुमरेणु समान। जति जति हामी विनम्रता अपनाउँछौँ, मेरोमा केही पनि छैन, म केही पनि जान्दिनँ, म केही पनि होइन, सबै परमात्माको हो भनेर भएको वस्तु परमात्मालाई अर्पण गर्छौँ। अनि मेरो हो भनेर चाहिँ कहिले मेरो भन्दैनौँ। अनि हामी चाहिँ जति जति संसारमा रहन्छौँ नि रेणु धुलो बनेर, म परमात्माको चरणको धुलो हुँ, सबैमा परमात्माको सत्ता छ, सबैलाई मैले प्रणाम गर्नुपर्दछ। सबैभित्र सिया राम मैं सब जग जानी, करहूँ प्रणाम जोरी जुग पाणी। सबैभित्र सियाराम हुनुहुन्छ, सबैभित्र राधा कृष्ण हुनुहुन्छ, सबैभित्र भगवान देवताहरू हुनुहुन्छ भनेर चाहिँ जसले त्यो सम्झेर रुखलाई, बोटलाई, वृक्षलाई, हरेक प्राणीहरूलाई परमात्माकै सत्ता छ भनेर देख्छ, हरेक जीव जन्तुमा पनि परमात्माको सत्ता छुपेको छ भनेर उसले दया गर्छ भने परमात्माको त्यो भक्तलाई परमात्माले हरेक समय याद गर्नुहुन्छ सज्जनों। त्यसले गर्दाखेरि परमात्माको भक्तिमा यसरी आफ्नो जीवन समर्पण गरौँ र हामी पनि आफ्नो जीवनलाई धन्य बनाऊ। प्रणाम।